शुभ सन्ध्या सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तथा अन्य दर्शक वृन्दमा। अब यो आजको क्लासमा मैले रिग्रेसन एनालाइसिसको बारेमा केही कुराहरू भन्न गइरहेको छु र यो रिग्रेसन भनेको निकै यो एक्जाममा क्वेसन पनि बारम्बार यसबाट सोधिरहने र यो पढ्नु पर्दाखेरि यो ब्याचलर लेभल मास्टर्स लेभल्स हरेक लेभलमा यो रिग्रेसन सम्बन्धी विषयवस्तु सिलेबसमा राखिएको छ र रिसर्चमा पनि रिग्रेसन मोडेलहरू एकदमै बढी मात्रामा प्रयोग हुन्छन्। त्यसले गर्दाखेरि यो रिग्रेसनको बारेमा एकदमै जान्न जरुरी छ। म चाहिँ आज यो क्लास रिग्रेसन एनालाइसिसको थ्योरीमा मात्रै केन्द्रित गर्छु। धेरै लामो यो भिडियो हुने छैन, 15 देखि 20 मिनटको भिडियो म बनाउन गइरहेको छु। म रिग्रेसन एनालाइसिसको थ्योरीमा म केन्द्रित हुन्छु। रिग्रेसन एनालाइसिस, यहाँ दुईटा कुराहरू हाम्रो आएको छ, दुईटा शब्द, एउटा रिग्रेसन अर्को एनालाइसिस। अब यो रिग्रेसन के हो त वास्तवमा? यो हामीले एडभान्स लर्नर डिक्सनरीमा रिग्रेसनको मिनिङ हेर्ने हो भन्यो भने यसमा के लेखिएको छ त भन्दाखेरि स्टेपिङ ब्याक टुवर्ड्स द ओरिजिनल पोजिसन भन्ने छ। स्टेपिङ ब्याक टुवर्ड्स द ओरिजिनल पोजिसन, यो भन्नुको मतलब के हो त भन्दाखेरि हाम्रो जुन रिग्रेट भन्ने एउटा शब्द हामीले बारम्बार प्रयोग गर्छौँ हो, त्यो रिग्रेट भन्ने शब्द भने हामीले जुन चाहिँ काम पहिला गर्यौँ, अब हामी चाहिँ त्यसको भविष्यमा त्यसका बारेमा हामी सोचेर पछुताउने, पास्टमा गरेको कुरा फ्युचरमा पछुताउने भन्छ नि, हो त्यसलाई रिग्रेट भनिन्छ। त्यो रिग्रेटबाट रिग्रेसन हुन गएको। अब यसलाई चाहिँ मैले फेरि भन्दाखेरि के हुन्छ त भन्दाखेरि हाम्रो चाहिँ यसमा रिग्रेसनमा कज एन्ड इफेक्ट रिलेसनसिप स्टडी गर्ने काम हुन्छ। एउटा कज हुन्छ, एउटा भेरिएबल र अर्को भेरिएबल इफेक्ट भेरिएबल हुन्छ। अब कज भनेको के हो त भन्दाखेरि जुन भेरिएबलको भ्यालु हाम्रो चेन्ज हुन्छ त्यसकै आधारमा अर्को भेरिएबलमा असर पर्छ, इफेक्ट हुन्छ। त्यसैले कजलाई हामी क्याजुअल भेरिएबललाई हामीले इन्डिपेन्डेन्ट भेरिएबल भन्छौँ भने जसमा असर पर्छ त्यो डिपेन्डेन्ट भेरिएबल हो। इफेक्ट भेरिएबल भनेको डिपेन्डेन्ट भेरिएबल हो। त्यसैले अब यो रिग्रेसन भनेको यो क्याजुअल कम्पेरेटिभ रिलेसनसिप स्टडी गर्ने एउटा स्ट्याटिस्टिकल मोडेल हो। त यसमा धेरै प्रकारका रिग्रेसन मोडेलहरू छन्। अब त्यसमा हामी ब्याचलर लेभलमा मात्रै सिम्पल रिग्रेसन एनालाइसिसमा केन्द्रित हुन्छौँ है। यसमा हाम्रो के भयो त भन्दा रिग्रेसन एनालाइसिस हाम्रो के छ त भन्दाखेरि यसलाई हामी 1 नम्बरमा सिम्पल रिग्रेसन एनालाइसिस, सिम्पल रिग्रेसन एनालाइसिस भन्ने हुन्छ। अब अर्को चाहिँ के छ भने मल्टिपल रिग्रेसन एनालाइसिस
अर्को के छ त भन्दाखेरि लजिस्टिक रिग्रेसन एनालाइसिस। अब यो रिग्रेसन धेरै प्रकारको हुन्छ। अब अहिले यसलाई हामी उ नगरौँ, मुख्यतया 3टा रिग्रेसन मोडेलहरू हाम्रो पपुलरली युज भएको हामीले पाउँछौँ। यो भन्दा बाँकीका हामी हेर्ने हो भने मोडेलहरू प्राय रिग्रेसन मोडेलहरू हामीले पाउँछौँ र यसमा यो 3टामा हामी केन्द्रित हौँ। सिम्पल रिग्रेसन एनालाइसिस भनेको दुईटा भेरिएबलको बीचको रिलेसनसिप, क्याजुअल कम्पेरेटिभ रिलेसनसिप हामीले हेर्ने हो सिम्पलमा दुईटा भेरिएबलको। मल्टिपलमा 3 अथवा 3 भन्दा बढी भेरिएबलको कज एन्ड इफेक्ट रिलेसनसिप हामीले हेर्छौँ। र त्यसमा लजिस्टिक रिग्रेसन एनालाइसिसमा हामीहरूको यो लजिस्टिक पनि मल्टिनोमिनल लजिस्टिक हुन्छ, बाइनरी लजिस्टिक हुन्छ हैन, यो हेरी छ। अब यो लजिस्टिकमा हाम्रो चाहिँ के छ त भन्दाखेरि यो यसलाई हामी डाइकोटोमस र मल्टिपल है दुईटा कुरा हेर्न सक्छौँ। मल्टिपल भने मल्टिनोमियल। अब यदि कुनै डिपेन्डेन्ट भेरिएबललाई दुईटा हाम्रो चाहिँ के छ त भन्दा यो डाइकोटोमस क्यारेक्टर भएको यस अथवा नो, अकरेन्स अथवा नट अकरेन्स, यस्तो दुई भागमा बाँडेर यदि डिपेन्डेन्ट भेरिएबललाई हामी रिग्रेसन मोडेल युज गर्छौँ भने त्यसलाई हामी बाइनरी लजिस्टिक रिग्रेसन भन्ने गर्छौँ। भने अब 2 भन्दा बढी क्याटेगोरी 3 अथवा 3 भन्दा बढी क्याटेगोरीमा पनि बाँड्न सकिन्छ भेरिएबललाई, हो त्यसको क्यारेक्टरलाई। अब त्यो हो भन्यो भने मल्टिनोमियल रिग्रेसन भन्ने हुन्छ। अब म अरू बढी कुरा गर्दिनँ, म चाहिँ यो ब्याचलर लेभललाई टार्गेट गरेर यो क्लासको भिडियो बनाइराखेको छु। त्यसैले अब म सिम्पल रिग्रेसन एनालाइसिसको बारेमा कुरा गर्छु। अब सिम्पल रिग्रेसन एनालाइसिसमा हाम्रो के हुन्छ त भन्दाखेरि हाम्रो दुईटा भेरिएबल हामीले कन्सिडर गर्छौँ। यसमा चाहिँ लेट अस consider 2 variables x and y। यो दुईटा भेरिएबल कन्सिडर हुने भयो र यो दुईटा भेरिएबलमा एउटा भेरिएबल के हुन्छ त भन्दा इन्डिपेन्डेन्ट हुन्छ भने अर्को भेरिएबल डिपेन्डेन्ट हुन्छ है। यसरी हामीले हेर्नु पर्यो। र यो दुईटाको बीचको रिलेसनसिप भनेको लिनियर रिलेसनसिप। लिनियर भनेको जसको भ्यालु हामीले ग्राफमा प्लट गर्यौं भने त्यो प्लटेड पोइन्टहरू जोड्दाखेरि स्ट्रेट लाइन आउँछ। त्यो स्ट्रेट लाइन रिलेसनसिप पनि भनिन्छ। र अब यो स्ट्रेट लाइन आउने भनेको हामीले यो हाम्रो भेरिएबलको भ्यालुमा जुन चेन्ज हुन्छ त्यो चेन्ज एउटै रेसियोमा घटबड भएर जान्छ, एउटै रेसियोमा चेन्ज हुन्छ। त्यसलाई लिनियर भन्ने हो। तर त्यसको ग्राफ हामीले प्लट गर्दाखेरि ती प्लटेड पोइन्टहरू जोड्दा स्ट्रेट लाइन फर्मेसन हुन्छ नै। अब इक्वेसनको आधारमा हामी जाने हो भने इक्वेसनमा भेरिएबल्स जतिवटा भेरिएबल छन् हरेक भेरिएबलको पावर 1 हुन्छ। 1 भन्दा अर्को त्यसको हाम्रो पावर हुँदैन। 1 मात्रै पावर हुन्छ लिनियर इक्वेसनमा। 1 भन्दा 2 भयो 3 भयो भन्यो भने त्यो बेला हामीले त्यसलाई के भन्ने गर्छौँ त भन्दाखेरि नन लिनियर भन्ने गर्छौँ। त्यसको ग्राफ प्लट गर्दाखेरि ती प्लटेड पोइन्टहरू स्ट्रेट लाइनमा पर्दैनन्। यो कुरो भयो। अब हाम्रो चाहिँ के भयो त भन्दाखेरि दुईटा भेरिएबल हामीले कन्सिडर गरिसकेपछि यसबाट दुईटा रिग्रेसन लाइनहरू फर्मेसन हुन्छ। दुईटा रिग्रेसन लाइन
भन्नुको मतलब हामी त्यसलाई ग्राफमा राख्यौं, एक्सको भ्यालु हामीले अब एक्स एक्सिसमा राख्यौं, वाई को भ्यालु वाई एक्सिसमा राख्यौं भने एउटा रिग्रेसन लाइन त्यहाँ बन्छ। ती पोइन्टहरु प्लट गर्दा त्यसको भ्यालुहरु प्लट गर्दाखेरि ती भ्यालुहरुलाई जोड्दा एउटा स्ट्रेट लाइन आउँछ र त्यो स्ट्रेट लाइनलाई हामीले के भन्ने गर्छौं भने रिग्रेसन लाइन भन्ने गर्छौं है। अब रिग्रेसन लाइन भनेको हामीले सम्झिनु पर्यो। अब यहाँ चाहिँ यसरी हामी भ्यालुहरु राखौं, यहाँ वाई राख्यौं र यहाँ चाहिँ एक्स राख्यौं। अब वाई को आधारमा हामीले एक्स को हेर्दै जाने हो नि। वाई यति भयो भने यो कति भने यो इन्डिपेन्डेन्ट हुने भयो, यो डिपेन्डेन्ट हुने भयो है। अब यो चाहिँ 1 भयो भने यो कति हुन्छ, यो 2 भयो भने कति हुन्छ, यसरी प्लट गर्दाखेरि एउटा स्ट्रेट लाइन हाम्रो फर्मेसन हुन्छ। र यो स्ट्रेट लाइन भनेको के हो त भन्दा वाई एक्स आउन, अब वाई आउन एक्स हैन त, के रे यो एक्स को भ्यालु केमा भर पर्छ त भन्दा वाई मा भर पर्छ। त्यसैले वाई आउन एक्स भन्नु पर्यो यसलाई, यो रिग्रेसन लाइन। अब हामीले त्यस्तै गरेर यो वाई एक्सिसमा राख्यौं र यो एक्स लाई एक्स एक्सिसमा राख्यौं। अब एकचोटीलाई यस्तो गरौँ, यहाँ वाई राखौं, यहाँ एक्स राखौं र यसको लाइन प्लट गर्दाखेरि मानौं यस्तो लाइन आयो। यो लाइन आउँदाखेरि यसलाई भनिन्छ एक्स अन वाई। एक्स अन वाई भनेको मतलब एक्स चाहिँ डिपेन्डेन्ट भयो, वाई चाहिँ इन्डिपेन्डेन्ट भयो। एक्स को भ्यालु वाई मा भर पर्छ भनेको हो। त्यसैले यो अन भन्दा अगाडि लेखिएको जहिले पनि डिपेन्डेन्ट हुन्छ भने अन पछाडि लेखिएको भ्यालु के रे भेरिएबल हाम्रो के हुन्छ, जहिले पनि इन्डिपेन्डेन्ट हुन्छ। यति कुरा बुझ्नु पर्यो। यहाँ चाहिँ अन भन्दा अगाडिको, अन भन्दा पछाडिको। वाई अन एक्स भनेको एक्स चाहिँ इन्डिपेन्डेन्ट भयो, वाई भने डिपेन्डेन्ट भयो। यसरी हाम्रो यो दुईटा रिग्रेसन लाइन बन्छ। अब यो लाइनहरु बनिसकेपछि त्यो लाइनको जहिले पनि के हुन्छ त भन्दाखेरि इक्वेसन हुन्छ। यहाँ अब दुईटा इक्वेसन हुने भयो, एउटा रिग्रेसन इक्वेसन्स अफ एक्स अन वाई, अर्को रिग्रेसन इक्वेसन्स अफ वाई अन एक्स। अब यो रिग्रेसन इक्वेसन कस्तो हुन्छ एकचोटि हेरौँ है त। अब हामी रिग्रेसन इक्वेसन्स अफ एक्स अन वाई एक्स अन वाई लेखौँ पहिला। एक्स अन वाई भन्ने रिग्रेसन इक्वेसन हाम्रो एक्स इज इक्वल टु ए प्लस बीवाई भन्ने हुन्छ हेर है। एक्स अन वाई, एक्स को भ्यालु वाई मा भर पर्यो, वाई इन्डिपेन्डेन्ट भयो, एक्स डिपेन्डेन्ट भयो है। अब यो इक्वेसनलाई यसरी पनि लेख्न सकिन्छ, एक्स माइनस एक्स बार इज इक्वल टु बी एक्स वाई इन्टु वाई माइनस वाई बार। यो इक्वेसनलाई यो रूपमा हामी लेख्न सक्छौं। यो भन्नु र यो भन्नु एउटै हो। अब हामीले चाहिँ रिग्रेसन इक्वेसन यो हाम्रो डाटामा फिट गर्दाखेरि के गर्नुपर्छ त भन्दा त्यो डाटालाई रिग्रेसन इक्वेसनमा फिट गर्दाखेरि यो इक्वेसन भन्दा यो इक्वेसन सजिलो हुन्छ है। यसको क्याल्कुलेसन भन्दा यसको क्याल्कुलेसन सजिलो हुन्छ। त्यसैले यसलाई हामीले प्रयोग गर्छौं है त, यसलाई प्रयोग गर्छौं। यो सम्झिराखौं। अब यहाँ एक्स बार भनेको एक्स को मिन भयो, वाई बार भनेको वाई को मिन भयो, अनि बी एक्स वाई भनेको के हो भने रिग्रेसन कोएफिसिएन्ट्स अफ एक्स अन वाई। यसलाई पढ्दाखेरि यसरी पढ्नु पर्यो, रिग्रेसन कोएफिसिएन्ट्स अफ एक्स अन वाई भनेर पढ्नु पर्यो है। अब अर्को इक्वेसन के हुन्छ भने रिग्रेसन इक्वेसन्स अफ
वाइ अन एक्स भनेको है। अब अर्को हामी वाइ अन एक्स यसलाई कसरी लेख्नु पर्यो? यहाँ वाइ हुने भयो, यो साइडमा लेफ्ट ह्यान्ड साइडमा वाइ हुने भयो, राइट ह्यान्ड साइडमा एक्स हुने भयो, अरू यही नै हुन्छ। अब यहाँ वाइ माइनस वाइ बार होला, वाइ माइनस वाइ बार। अब यहाँ यो वाइ अगाडि अनि एक्स माइनस एक्स बार, यसरी दुईटा रिग्रेसन इक्वेसन हाम्रो यसरी आउने भयो। र अब हामीले चाहिँ के हुन्छ त भन्दा जहिले पनि रिग्रेसनको प्रब्लम गर्दाखेरि फिटिङ डाटा टु द इक्वेसन, डाटालाई यी इक्वेसनमा एक्स अन वाइ र वाइ अन एक्समा हामीले फिट गर्छौँ। र त्यो गर्नु भनेको के हो त भन्दाखेरि अब हाम्रो यो वाइ बारको भ्यालु निकाल्ने, एक्स बारको भ्यालु निकाल्ने, बिवाई एक्सको भ्यालु निकाल्ने, अनि त्यस्तै गएर हाम्रो बिएक्सवाईको भ्यालु निकाल्ने, फिटिङ गर्नु भने त्यो हो। डाटालाई रिग्रेसन इक्वेसनमा फिट गर्नु भनेको यिनीहरूको भ्यालु निकाल्नु र इक्वेसनमा राख्नु। इक्वेसनमा राखेपछि रिग्रेसन इक्वेसन आउँछ। त्यो इक्वेसनलाई हामीले इस्टिमेटिङ इक्वेसन पनि भन्छौँ है, त्यसको नाम अर्को इस्टिमेटिङ इक्वेसन पनि हो। र त्यसले के गर्छ त भन्दाखेरि डिपेन्डेन्ट भेरिएबलको भ्यालुलाई इस्टिमेट गर्ने काम गर्छ। यो इक्वेसन आइसकेपछि अब इन्डिपेन्डेन्ट भेरिएबलको विभिन्न भ्यालुमा हाम्रो डिपेन्डेन्ट भेरिएबलको भ्यालु कति हुन्छ भन्ने कुरा हामीले चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि इस्टिमेट गर्न सक्छौँ। त यसरी हाम्रो रिग्रेसन एनालाइसिस भनेको कज एन्ड इफेक्ट रिलेसनसिप हो। यो मात्रै रिलेसनसिप होइन, कोरिलेसन भने जस्ट रिलेसनसिप। त्यो रिलेसनसिप कुन डिरेक्सनमा छ, नेगेटिभ छ कि पोजिटिभ छ कि लिनियर छ कि नन लिनियर छ भन्ने कुरा मात्रै कोरिलेसनले हेर्थ्यो। त्यसले कुन को कारणले केमा असर पर्यो त्यो कुरा चाहिँ भन्न सक्दैन थियो। तर रिग्रेसनको के छ त भन्दाखेरि यसले रिलेसनसिप त हुनै पर्यो, कोरिलेसन नभइकन रिग्रेसन हुन सक्दैन। तर रिग्रेसन हुनको लागि कुन कज हो र कुन इफेक्ट हो, र यसले मेन हेर्ने भनेको कज एन्ड इफेक्ट रिलेसनसिप हेर्छ। यसले क्याजुअल कम्पेरेटिभ होइन यो रिलेसनसिप यसले हेर्छ। त्यो पनि हामी भन्न सक्छौँ क्याजुअल कम्पेरेटिभ रिलेसनसिप भन्नासाथ कज एन्ड इफेक्ट रिलेसनसिप नै हो। र आजलाई मैले यति भने, यति भनेर मैले क्लास यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।